र झापा क्षेत्र नम्बर 1 को अपडेट हामीले गरिसक्यो अघि नै। झापा क्षेत्र नम्बर 1 मा चाहिँ रासपा अगाडि छ। शेरबहादुर देवाको जिल्ला डडेलधुरामा चाहिँ अहिले घन्टी पहिलो नम्बरमा आएको छ। डडेलधुरामा अहिलेको पछिल्लो पटकको भोटिङ अपडेटको बारेमा जानकारी गराउनु पर्दाखेरि चाहिँ डडेलधुरामा चाहिँ यति बेला शेरबहादुर देवाको थियो, पक्कै पनि गृह जिल्ला थियो या भनौँ त्यो जिल्लाबाट उनी उठ्ने गर्थे। तर यति बेला अहिले डडेलधुराबाट चाहिँ हामीले रासपाका तारा प्रसाद जोशीलाई 1052 मतसँगै अग्र स्थानमा रहेको देख्न पाएका छौँ। यसै गरी मानसिंहको यति बेला नेपाली कम्युनिस्ट पार्टीबाट 530 भोट रहेको छ। नाइन सिंह महराको चाहिँ यति बेला महारको यति बेला नेपाली कङ्ग्रेसबाट 508 भोट रहेको। र यति बेला हामीले डडेलधुराबाट पनि रासपा नै अगाडि बढेको देख्न पायो। त्यहाँबाट पनि रासपा नै अगाडि बढेका छन्। रासपा उता पनि अगाडि छ। 71 वटा ठाउँहरूमा रासपा अगाडि भइसक्यो। 71 ठाउँमा रासपाले अहिले आफ्नो अग्रतालाई कायम राख्दैछ र 71 होइन 78 ठाउँ पो भइसक्यो होला लगभग। म यो पनि हेर्छु एकपटक, किनकि 71 नभएर 78 ठाउँ होस् लाग्यो मलाई। एउटा सिट जितिसक्यो। र हामीसँग जुम्ला 1 को नयाँ अपडेट आएको छ। जुम्ला 1 को अपडेटका लागि हामीसँग बस्नुहोला। र जुम्ला 1 बाट अहिले ज्ञान बहादुर शाहीले 1458 भोट प्राप्त गर्दाखेरि नरेश भण्डारीले 757 भोट प्राप्त गर्न पुगे। र ज्ञान बहादुर शाहीले 1458 भोट प्राप्त गरेको हुन् र नरेश 1702 भोट प्राप्त गर्न पुगेकी छिन्। निशा डाङ्गी रासपाका एकदमै युवा उम्मेदवार रहेकी हुन् भने उनले 1700 भन्दा अलिकति बढी मत 1702 मत प्राप्त गर्न पुगिन्। यसै गरी केवल राम राईले भने 775 मत पाएको हुन् श्रम संस्कृति पार्टीबाट। र केशवराज पाण्डेले 525 मत पाएको हुन्। यानि कि यो ठाउँमा जहाँ यो ठाउँलाई नेकपा एमाले र नेपाली कङ्ग्रेसको चाहिँ ठाउँ भन्ने गरिन्थ्यो, अहिले रासपा त 1 नम्बर त रह्यो। दोस्रोमा न त आयो नेपाली कङ्ग्रेस न आयो नेकपा एमाले। तपाईँहरूले यदि दोस्रोमा हेर्नुहुन्छ भने यो क्षेत्रबाट दोस्रोमा अहिले माटोको श्रम संस्कृति पार्टीबाट चाहिँ केवल राम राई आएका छन् र नम्बर 2 मा छन् उनी 775 यति भोट संख्याबाट। र निशा डाङ्गीको 1702 भोट रहेको 1702 भोट रहेको छ अहिले निशा डाङ्गीको। यो पछिल्लो पटक झापा 1 को अपडेट हो। झापाले यसपालि भने पुरानो पार्टीलाई भने पक्कै पनि ठाउँ दिएन र झापा 1 जुन ठाउँमा मात्र कङ्ग्रेस र एमालेकै मात्र यो ठाउँमा विजय हुने मैले विगतका दिनहरूमा विगतका इलेक्सनहरूमा देखेको थियो। तर पनि यसपालि त अब सेकेन्डमा पनि आएको छैन नेपाली कङ्ग्रेस र नेकपा एमाले। र सबैजनालाई परिवर्तन चाहिएको भन्ने कुराको एउटा उदाहरण पनि दिन पुगेको छन् झापा 1 मा। र झापा 3 मा पनि त्यही छ। झापा 3 मा पनि रासपा नै छ। झापाको जतिवटा क्षेत्र छ त्यतिवटा क्षेत्रमा नै अहिले रासपा नै अगाडि रहेको छ। झापा 5 देखि लिएर झापा 4, झापा 3, झापा 2 र झापा 1 मा रासपा अगाडि छ। रूपन्देही 2 मा पनि अहिले यति बेला रासपा अगाडि छ। डडेलधुरा धरीमा पनि हामीले रासपा अगाडि रहेको देख्न पाएका छौँ। त्यस्तो प्रकारको अहिले भनौँ न पछिल्लो पटकका इलेक्सनका मतगणनाहरूका नतिजाहरू पाइरहेका छौँ। एकदमै इन्ट्रेस्टिङ बन्दैछ। 78 वटा 78 वटा ठाउँहरूमा रासपा अगाडि छ। 1 ठाउँमा सिट जितिसक्यो र यदि 78 ठाउँ जुन चाहिँ अग्रता रहेको उनीहरूले त्यहाँ पनि जित्यो भने त 79 वटा भइहाल्यो सिट यतिकै। र त्यसपछि भने अब 100 ठाउँ मध्ये 78 ठाउँमा अहिले रासपा अगाडि रहेको छ। 78 ठाउँमा अगाडि छ। 7 ठाउँमा नेपाली कङ्ग्रेस अगाडि छ। नेकपा एमाले 6 ठाउँमा, नेपाल कम्युनिस्ट पार्टी 6 ठाउँमा, राप्रपा 1 ठाउँमा, स्वतन्त्र उम्मेदवार उनी भने महावीर पुन थिए स्वतन्त्र उम्मेदवार 1 ठाउँमा अग्रता हो र प्ररोपा भने 1 ठाउँमा अग्रता। श्रम संस्कृति पार्टी कुनै पनि ठाउँमा अग्रता छैन। अहिले माटो चिन्हको श्रम संस्कृति पार्टीले अग्रता पाएको छैन। रौतहट 4 को बारेमा कुरा गरौँ। रौतहट 4 मा यसपालि ऋषि धमलालाई त्यो ठाउँले धोका दियो भनौँ, किनकि ऋषि धमला इलेक्सनको टाइममा त्यो ठाउँमा एकदमै खटिएका थिए उनी। मध्य प्रदेशको रौतहटको क्षेत्र नम्बर 4 को बारेमा थोरै म जानकारी गराउन चाहन्छु। र त्यो क्षेत्रबाट 3000
929 भोट पाएका हुन् गणेश पौडेलले। राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले 3929 भोट पाएका हुन् र देवप्रसाद तिमल सेना नेपाली कांग्रेसबाट जसले 1395 भोट पाएका हुन् र रामकुमार भट्टराई नेपाल कम्युनिस्ट पार्टीबाट उनले 1295 भोट पाउँदाखेरि चाहिँ यता भने हामीले यो लिस्टमा धेरै मुनि देख्छौँ ऋषिराज धमला अलिकति बढेछ, 16 बाट 2टा बढेछ र 18 भोट पाएका छन् ऋषि धमलाले। ऋषि धमला जसले अब पत्रकारितामा म फर्किन्न, अब मेरो अबको यात्रा भनेको राजनीति नै हो, पत्रकारितामा म फर्किन्न भनेर एउटा अडान लिनुभएको थियो। त्यो अडानलाई अब उहाँले तोड्नुहुन्छ कि फेरि पनि अर्को पटकको इलेक्सनको लागि त्यो क्षेत्रमा राम्रो राम्रो काम गरिकन जनताहरूको मन जित्नुहुन्छ होला त? तपाईँलाई के लाग्छ कि पत्रकारितामा फर्किन्छन् ऋषि धमला कि रौतहट 4 को लागि राम्रो काम गरिकन नेक्स्ट टाइमको इलेक्सनको लागि आफ्नो एउटा जग जमाउला नि त? तपाईँहरूको प्रेडिक्सन के छ यस विषयमा लेख्नुहोस् कमेन्टमा। फर्किनु पर्यो भन्दा फर्किने, अब खै पत्रकारितामा फर्किन्न म भन्ने भएको थियो, उहाँले अडान लिनुभएको थियो। अब मेरो पत्रकारिता सकियो, अब म पत्रकारितामा फर्किन्न, अबको मेरो लक्ष्य राजनीति भन्ने। दिवाकर शाह कुन ठाउँको हो र, मतलब कुन ठाउँको इलेक्सनबाट उनले उम्मेदवारी दिएको छन्? म जानकारी गराइदिनु भने सजिलो हुन्थ्यो, किनकि अब सबै जानकारीहरू एकैचोटिमा लिन पनि सकिन्न, तपाईँले बुझ्नुहुन्छ। त्यही कारणले गर्दाखेरि चाहिँ दिवाकर विष्टको यदि जानकारी लिन चाहनुहुन्छ उहाँ कुन ठाउँबाट हुनुहुन्छ मलाई बताउला है त। दिवाकर कुन ठाउँमा हुनुहुन्छ? धनुषा 3 हो भन्दै हुनुहुन्छ, पक्कै धनुषा 3 को म हेर्दिन्छु। धनुषा 3 को हो उहाँ भन्दै हुनुहुन्छ भने धनुषा 3 को म अपडेट लिने कोसिस गरौँला। र यदि धनुषा 3 गम प्रसाद गुरुङ नेपाली कांग्रेसबाट 779 भोटसँगै नम्बर 1 मा रहेका हुन् र धर्मराज केसी राष्ट्रिय स्वतन्त्र पार्टीबाट 738 भोटसँगै नम्बर 2 मा रहेका हुन्। पृथ्वी सुब्बा गुरुङ 412 भोटसँगै नम्बर 3 मा रहेका हुन् भने पृथ्वी सुब्बा गुरुङलाई अहिले नम्बर 3 मा हामी देख्न सक्छौँ। पृथ्वी सुब्बा गुरुङ नम्बर 3 मा रहेको उनले भोट 412 प्राप्त गरेको हुन् र यो ठाउँबाट यति बेला रासपा भने अगाडि छैन। यो ठाउँमा नेपाली कांग्रेस अगाडि छ र रासपा पनि पछ्याउने क्रममा धेरै अन्तर छैन त्यहाँ। तपाईहरुले यदि हेर्नुहुन्छ भने लगभग 61 को अन्तर देख्न सक्नुहुन्छ धर्मराज केसी र गम प्रसाद गुरुङको पछिल्लो अपडेट अनुसार। र हामीले लमजुङको अपडेट तपाईहरुलाई गरायो। काठमाडौँ 5 को नि हामीले अपडेट गरायो। सस्मित पोखरेलले लिड गर्दैछन् अझै पनि काठमाडौँ 5 मा। र हाल अहिलेसम्म 78 ठाउँहरूमा रासपा अगाडि छ र 78 ठाउँहरूमा रासपा अगाडि राखेर चाहिँ